नेपाली सेनाको प्रयोग भन्ने हेडलाइनहरू आइरहेको अवस्था छ। अचम्मै लाग्छ मलाई चाहिँ, नेपाली सेनाको प्रयोग कहाँ गर्नुपर्ने, नेपाली सेना किन, के का लागि भन्ने बारेमा पनि थाहा नभए जस्तो। कहिले नेताको ढोका खोल्नलाई, नेताको सेक्युरिटीको लागि प्रयोग भएको देखिन्छ। कहिले चुनाव हुन्छ, चुनावको मतपेटिका ओसार्नका लागि सेनालाई प्रयोग भएको देखिन्छ। कहिले सुकुम्बासी बस्तीमा राज्य आतंक, राज्यको दादागिरी देखाउनका लागि चौथो घेरामा नेपाली सेनालाई तैनाथ गरेको देखिन्छ। अब हुँदा हुँदा सुकुम्बासीको लगत सङ्कलन गर्नका लागि समेत नेपाली सेनाको प्रयोग भन्ने समाचार आयो। छक्क पर्नु छ है साथी। हामी सबैले बुझ्नुपर्ने कुरा र बुझाउनु पर्ने कुरा के भन्दाखेरि नेपाली सेनाको प्रयोग भनेको चाहिँ सीमा रक्षाको लागि मात्रै गर्नुपर्छ। सिमाना हाम्रो चारै दिशाको हाम्रो सिमानाहरू